हेलो एभ्रिवान। आज चाहिँ म मेरो गाजरलाई यसरी नाली सफा गर्दैछु अनि युट्युबको साथीहरूलाई फेसबुकको साथीहरूलाई देखाउँदैछु। यसरी घाँस काटेर टोकोमा लाउँदैछु। अन्त हिजो चाहिँ साथीको स्टार्ट भयो। अब मेरो चाहिँ 1-2 दिनमा उखाल्छ। अब मेरो उखालेको पनि देखाउँछु तपाईहरुलाई, मेरो फेसबुकको साथी युट्युबको साथीहरूलाई। बेसी घाम लाग्यो भने चाहिँ यसरी भिजाउनु पनि पर्छ। हेर्नुस् न, सबैजनाले मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला, शेयर फलो गरिदिनु होला। मन परेन भने हेरी मात्रै दिनुहोस्। मेरो गाजरको बगान कोही चाहिँ यसरी पहेँलो भएर मर्दैछ। पोहोर त यस्तो भएको थिएन। यसपाल के भयो मेरो गाजर, पहिला पलाउँदाखेरि राम्रो पलाएन, पलाइसकेर फल्ने बेलामा पनि यसरी बोट चाहिँ सबै पहेँलो हुन थाल्यो। म चाहिँ नालीको घाँस निकाल्दैछु आज। सबैजनालाई बाई बाई। अर्को भिडियोमा भेटौँला।